मकवानपुर प्रहरीले हेटौडा 11 थाना भर्याङमा थाहाका आसमान गोपाली मृत अवस्थामा फेला परेको घटनामा 8 जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानका क्रममा जिल्ला मकवानपुर कैलाश गाउँपालिका 9 बस्ने वर्ष अन्दाजी 22 की पार्वती बुलोन, मनरी गाउँपालिका 3 बस्ने वर्ष अन्दाजी 34 की राममाया थिङ, ललितपुर गोदावरी नगरपालिका 7 बस्ने वर्ष अन्दाजी 35 की आशिका लामा, उदयपुर बेलटार नगरपालिका 7 बस्ने वर्ष अन्दाजी 32 की मनिषा दाहाल, मकवानपुर बकेया गाउँपालिका 5 बस्ने वर्ष अन्दाजी 40 का कमान सिंह माझी, हेटौडा उपमहानगरपालिका 17 बस्ने वर्ष अन्दाजी 24 का रबिन पर्जा, नुवाकोट पञ्चकन्या गाउँपालिका 5 बस्ने वर्ष अन्दाजी 22 की बिनिसा तामाङ उर्फ मोनिका थिङ तथा सिन्धुली घ्याङ्ले गाउँपालिका 2 बस्ने वर्ष अन्दाजी 33 की निरु तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। हेटौडा उपमहानगरपालिका 11 थाना भर्याङ स्थित यातायात व्यवस्था कार्यालय नजिक साउन 10 गते मकवानपुरको साबिक चितलाङ गाविस 6 हाल थाहा नगरपालिका 10 का 41 वर्षे आसमान गोपाली मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तीव्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो। घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ।